हेलो साथीहरू, कस्तो हुनुहुन्छ? सन्चै? यदि सन्चै हुनुहुन्न भने सन्चै भइराख्नु, किनकि आजदेखि एनपिएल सिजन 2 को स्टार्ट भइसकिया हो। आज पहिलो म्याच एनपिएल को सिजन 2 को पहिलो म्याच काठमाडौँ गोर्खास वर्सेस जनकपुर बुल्स भयो, जसमा कि काठमाडौँ गोर्खासले जनकपुर बुल्सलाई 5 विकेटले परास्त गरेका छन्। त्यही म्याचको बारेमा हामी डिस्कस गरौँ न त। आज एनपिएल सिजन 2 को पहिलो म्याच निकै नै उत्साहित रूपमा हामीले हेर्यो, किनकि पहिलोचोटि यति हाई क्वालिटीमा हामीले म्याच हेर्न पायौँ। विभिन्न प्रकारका धेरै राम्रा क्वालिटीका क्यामेराहरू लगेको थियो र सबभन्दा ठुलो कुरा, हाम्रो नेपालमा पहिलोचोटि क्रिकेट फ्लुड्स लाइट्सको भित्र भएको छ। अनि फ्लुड लाइटको भित्र भएको छ भने निकै नै रमाइलो भयो र यो आजको दिन अलि जनकपुर बुल्सको लागि रमाइलो भएन होला सायद, किन उहाँले आज 130 रनका टार्गेट दिनुभयो, 31 रनको टार्गेट दिनुभएको थियो रे, जसमा कि आसिफ शेखले आज हाम्रो नेपालको एउटा टप अर्डर र टप र्याङ्कको ब्याट्सम्यान आसिफ शेख 54 रन बनाएर जनकपुर बुल्सको निकै नै मद्दत पुर्याएको थियो आज। र त्यस्तै गरी आज बर्थडे बोय हाम्रो अनिल शाह, उहाँलाई चाहिँ मिलिन्द कुमारले आज 0 रनमा उहाँलाई आउट गर्नुभयो अरे। उहाँको लागि अलि आजको दिन अलि दुःख रूपमा बित्यो होला, बर्थडेको दिन अलि यस्तो हुन्छ त्यस्तो केही छैन। र जनकपुर बुल्स निकै नै राम्रो कन्डिसनमा थियो। सुरुमा पहिलो विकेट चाहिँ 34 रन्समा खस्या थियो, जुन कि लहिरु मलिन्थाको रूपमा खस्यो र 34 रनमै फेरि हाम्रो क्याप्टन अनिल शाहज्यू जानुभयो। त्यसपछि हाम्रो जनकपुरको टिम अलि बाटोमा यताउति ध्वस्त पडेको हेरियो, तर आसिफ शेखले बाटो हराउन दिएन जनकपुर बुल्सलाई। र त्यसै गरी यही टिमलाई निरन्तर रूपमा रन अलि राम्रो बनाओस् भनेर पछि गएर हाम्रो मयन यादवले 34 रनको पारी खेल्नु भएको थियो, जुन कि उहाँ नट आउट रहेको थियो। र त्यसै गरी हाम्रो श्री कृष्णमूर्ति ज्यू, उहाँले पनि आफ्नो निकै नै राम्रो साथ दिनुभएको थियो रनले। र त्यस्तै गरी यही सबैलाई मिलाएर हाम्रो जनकपुर बुल्स 130 रन बनाउनु भएको थियो, जुन कि आजको सबभन्दा पहिलो हाइलाइट, पहिलो बल नै करण केसीको लहिरु मलिन्थाले 4 रन हानेको थियो। एनपिएल सिजन 2 को फर्स्ट बल बाउन्ड्रीले आज खाता खोलेको थियो र मयन यादवको नट आउटको कारणले जनकपुर बुल्स 130 रन बनाउनु भएको थियो। र फर्स्ट पारीको सबभन्दा उत्कृष्ट बलिङ गर्ने काठमाडौँ गोर्खासको तर्फबाट मिलिन्द कुमारले गर्नुभएको थियो, जुन कि 3 विकेट 4 ओभरमा 3 विकेट लिएर 15 रन मात्र खर्च गर्नुभएको छ, जुन कि निकै नै राम्रो रहेछ। अनि त्यसै गरी हाम्रो करण केसी दाइले 1 विकेट लिनुभएको थियो, जुन कि आफ्नो टिमको लागि सबभन्दा महँगो बलरको रूपमा र बढी रन दिने खर्चिलो आज उहाँ नै हुनुहुन्थ्यो, जुन कि 4 ओभरमा 1 विकेट लिएर 30 रन दिनुभयो। अनि त्यसै गरी हाम्रो पुरै जनकपुर बुल्सले 130 रनको टार्गेट दियो। अनि त्यो टार्गेटलाई चेस गर्न आउँदाखेरि काठमाडौँ गोर्खासको ब्याट्सम्यानले अलिकति पनि धैर्यतापूर्वक आफ्नो धैर्य हेराउनु भएन। आउँदाखेरि नै चार्ल्स वर्थले ताबडतोड बल्लेबाजी गर्नुभएको थियो त 25 बलमा 46 रन बनाउनु भयो। त्यसै गरी 45 बलमा 39 रन बनाउनु भएको छ त्रिपाठीज्यूले। अनि त्यस्तै गरी सेकेन्ड इनिङको समरी हेर्दाखेरि जनकपुर बुल्सको तर्फबाट सबभन्दा बढी विकेट लिन भनेको सबैजना 1-1 विकेट लियो। बढी विकेट त झरेन, काठमाडौँ गोर्खाले 1-1 विकेट लिनुभएको थियो, जसमा कि सबभन्दा पहिलो किशोरी महतो भयो, अनिल शाहज्यू, जुन कि आज बर्थडे भयो। ब्याटले त कमाल हेराउन सक्नु भएको थिएन, तर बलिङ गर्दाखेरि 1 विकेट उहाँले प्राप्त गर्नुभएको छ। त्यस्तै लफ्टी इथन, जसको नाममा चाहिँ फास्टेस्ट 100 पनि रहेको थियो केही समय अघि, उहाँले पनि 1 विकेट निकाल्नु भएको थियो। र त्यसै गरी आजको म्याचको समरी निकाल्दाखेरि म्यान अफ द म्याचका रूपमा निस्कियो मिलिन्द कुमारले, जसले 3 विकेट पनि लिएका थिए र त्यसै गरी 22 रन पनि बनाउनु भएको थियो। त्यसैले
उहाँ आज उत्कृष्ट खेलाडीको रूपमा चुनिएको थियो, जुन कि पुरै म्याच जिताउनेमा उनको हात मानिन्छ अरे। त्यसै गरी आज हाम्रो दुर्गा प्रसाईज्यूले हाम्रो एनपिएलको डेट सारौँ भनेर भन्नुभएको थियो, तर हाम्रो पारस खड्काज्यूले एनपिएलको डेट सर्दैन भनेर भन्नुभएको थियो। त्यसैले अब आन्दोलन पनि हुन्छ अरे, म्याच पनि हुन्छ, हेरौँ के हुन्छ होला। र त्यसै गरी अगाडिको म्याचको न्युज हेर्नको लागि प्लिज हामीलाई लाइक सब्सक्राइब गरिदिनु होला। धन्यवाद।